आज चाहिँ हामी न्यू इयर स्पेसलमा चाहिँ मोमो अनि कोरियन नुडल्स बनाएर खाँदैछौँ। ल हेर्नुहोस् है त अब ओके सुरु गरौँ है। ओके अनि त हातले खाइदिने अब खाम तपाईँ स्पुन लिनुहुन्छ म चाहिँ यो निचारे ओके म चाहिँ सुरु गर्छु कोरियनबाट। म चाहिँ मोमोबाट मोमो चाहिँ जुसी रहेछ क्या मिठो भन्छ त्यो सिटी लाग्यो नि हामीले अरू सबै न्यु इयरमा घुम्न गयो होला तर हामी चाहिँ यस्तो खाइरहेको छौँ। मेरो खाने हो 5 बज्न लाग्यो बल्ल सुप खान्न सुप पनि रहेको छ हाम्रो। सुपमा थोरै अचार हालेर खान्छ मिठो हल्का अमिलो निचार्यो भने पनि मिठो हुन्छ। काँक्रो नि खानु पछाडि दिने हो गाइजहरू हामी दुइटालाई चाहिँ मोमो बनाउन दुइटालाई आउँदैन तर आज हामी बनाएर खाएको। सेप चाहिँ डिफ्रेन्ट छ मोमोको जस्तै छैन। मोमो चाहिँ खट्टा मोमो चाहिँ मिठो लाग्यो। झोल मोमोलाई बनाएको मिठो भइदियो काँक्रो नि खाऊ बडो मिठो छ। कस्तो मिठो है मिठो छ तर हामीले मोमो बनाएको चाहिँ अलिक देखेन कि है त्यसको सेप चाहिँ नि आएन। हामीले जस्तो आउँछ त्यस्तै बनाएको यस्तो यस्तो भन्छ गाइज त्यो मिलाउँदा न्यु इयरमा घुम्न जानुहुन्थ्यो है तर गएन हामी। हाम्रो न्यु इयर आज यही नै भयो। एकदम जुसी भयो झन् यो उसिनेको भन्दा कुकरमा पकाएको मिठो भएछ।
बन्न त बनिहाल्छ कि थिचेकै छैन खोइ त त्यहाँ ए सरी अब चाहिँ आजसम्म चाहिँ छुट्टी थियो गाइजहरू भोलिपल्ट चाहिँ बिहान बिहान उठेर कलेज जानुपर्छ हामी चाहिँ नयाँ वर्षपछि त कलेज जानु पऱ्यो नि 3-4 दिन बिदा भएन हाम्रो है एसी पनि बिदा भएर हो क्या त्यति दिन छुट्टी भएको अचार हालेर खाउँ त्यहाँ सिम्टोमा मैले मात्रै धेरै अचार खायो खाना चाहिँ मन लाग्छ गाइस तर बनाउने ढङ्ग चाहिँ छैन हाम्रो त्यो पनि यसो आज काम चालोवाला चाहिँ पकाएर खान्छ भन्नु मिठो हो फर्स्ट टाइम हो होइन तर मिठो भइरहेको हामी साथीहरूलाई नि बोलाएको तर कोही नै आएन कोही नि आएन लास्टमा हामी 2 जना मात्र गयौँ त्यही पनि बनाएर खायौँ न्यु इयर मनाउनको लागि मैले बोलाउन त बोलाएको साथी होला तर बिजी र साथीहरू पनि खाएर सक्छ टेस्टी छ पेट दुख्न थाल्छ कहिले यो अगाडि हालेको वाला अलिक उस भइसकेको रहेछ क्या सेलाउनु लागिसकेको रहेछ साटको है तर तातो तातो मिठो हुन्छ कि खानु त है बनाएको तर छिटो सेलाइसक्यो त जुस पनि खाइदिएँ ओ नसेट मिठो त पिरो भयो मिठो नि भयो तर मैले सुप पुरै हालेको होइन आधा हालेको त्यो पनि पिरै 2x भयो 2x वाला भयो तर पिरै हो पिरो टिस्यु पेपर चाहिएर चाहिएन चिकन आयो गाइजहरू हल्का पिरो भयो आज तर खाना पनि मजा आइरहेको बनाउन नि त्यस्तै मजा आइरहेको थियो हामी दुइटाको दुनियाँ अलिक बेग्लै हो कि अर्को भन्दा अरू चाहिँ न्यु इयरमा घुम्न गयो हामी चाहिँ घरमा बसेर आफ्नै तालमा खाइरहेका छौँ चिकन नि आइरहेको छ भने तर पिरो नै भइरहेको थियो मोमो खाउँ न किन होला यो वाला मिठो भयो कि है पुरै कुकरमा हाल्नुपर्छ जस्तो है जुसी है मोमो चाहिँ एकदम मिठो हो हामी आफै किमा बनाएर मोमो बनाएको बडो टेस्टी
सिलाउने आयो गाईहरू एप्पल पिरो त पिरै भइरहेको क्या तर हामीले खासै पिरो हाल्दैन किन पिरो भएको हामी पिरो नखाइरहेको थियो यो अचारमा पिरो भएर र होइन है होइन यो चौधरी कि यो सुपमा नि पिरो भइहाल्यो अलिअलि खुर्सानी हालेको थियो एउटा खुर्सानी हालेको थियो मसलामा मिठो 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 अन्त मोमो पनि कति ठुलो खायो हाम्रो त ढङ्ग धेरै भएर म त मोमो खान सक्दैन जस्तो लाग्यो है धेरै भयो कि धेरै भएको थिएन जम्मा कति 27-28वटा जति थियो होला मोमो अनि दुईवटा करेन्ट चाउचाउ तर खान सक्दैन धेरै भयो अघि बनाउँदा चाहिँ कति बेला खाम भएको थियो अहिले चाहिँ फेरि पेट भरिसक्यो गाइस सक्दैन होला हाम्रो यति देख्दा भरे पेट दुख्नु त होइन भात नखाने भयो न्यु इयरमा बनाएर खानु हाम्रो यो पनि बाक्लो भइसक्यो अरे मिठो भयो मिठो गाइस तर पेट चाहिँ अगाइसकेको छ भात खाइँदै खाएँ म त भात नखाइकन खानुपर्ने थियो है भात नखाइकन खानुपर्ने थियो भरे भात खानु सक्दैन उसले खाइसक्यो भात खानु त्यस्तै सेलाउनुलाई सिकिसक्यो है सक्दैन खान चाउमिन चाहिँ खाइदियो अब चाहिँ हामीले खान सक्दैन अझ कतिवटा सबै चाहिँ 1 2 3 धेरै नै खा बेसी 9 खाँदा 10 11 12 13 14 हुन्छ कतिवटा खायो बल्ल आधा खायौँ हामीले
सकेन 28-29 त्यो कहिले 14 रहेको छ धेरै भयो क्या आज हाम्रो खाना पनि यही हुन्छ गाइज मैले त मिठाई खा तर खान सकेन पकायो सिगाउनु हालिदिएँ म त टेस्टी म सकेन अब हामीले चाहिँ यसलाई नै हामीले बेलुकाको खाना बनाउने छ ओके आजलाई यति नै फेरि अर्को भ्लगमा भेटौँला बाई बाई